YouTube members, welcome back to my new vlogs. This is me, MLD Manish. No, MLD official. तपाईहरुलाई पनि स्वागत छ है। अनि एक्चुअलमा मलाई भिडियो बनाउनै नआउँदो रहेछ के फेरि। कसम है, लिटरली मलाई चाहिँ भिडियो बनाउनै नआउँदो रहेछ के। लाइक मैले भिडियो बनाउँछु के को तर देखाउँदो रहेछ के मैले। And no man, यो हैन नि तरिका। Let's I have to learn. सिक्नु परेन पर्यो नि त हैन, मान्छेहरुलाई त तान्नु पर्यो नि त मतिर। So I will try my best है guys. I will try my best guys है। त यस्तै हो, अब सुरुमा थाहा थिएन नि त मलाई कसरी तान्नु पर्ने मान्छेहरु भनेर। यस्तो अब मनोरञ्जन दिनलाई मलाई आएन नि त, पायो त त्यस्तो है। क्यामेरा पछाडिबाट हेर्नुहोस् है, सीसी क्यामेराबाट। तर फरक भएन, मलाई पहिलादेखि हेर्नु रहेछ। दाइ दिदीहरूले मलाई बात गराउनु भएको छ है, सीसी क्यामेराबाट मलाई बात गराउनु भएको छ। बट अल्सो आई फाइन ओके, मान्छेहरूले मेरो कुरा काट्यो होला यताबाट होइन उताबाट, तर मलाई फरक पर्दैन क्या। त्यस्तो कुरामा मलाई लाज शरम भन्ने लाग्दैन, किनभने मैले सुरुवात गरेको 2018 देखि हो क्या। मतलब इङ्ग्लिस डेट 2018। मलाई त्यो तरिका नजानेर रहेछु क्या मैले। एन्ड लाइक मैले चाहिँ यो सेकेन्ड ह्यान्ड आइफोन किनेको छु मैले चाहिँ अब क्वालिटी नराम्रो भएर होला सायद नचलेको भिडियो जस्तो लाग्छ क्या। बट नो म्यान, मान्छेहरूलाई मैले मनोरञ्जन दिन सकिरहेको छुइनँ क्या। सो द्याट्स वाइ म चलाउन सकेको थिइनँ क्या। अनि जोस् हाम्रो जेसा प्रतीकले ओभर बबाले माया पायो क्या है। पब्लिकको फ्रेमबाट ओभर धेरै सपोर्ट, ओभर धेरै माया है। त्यतिको माया चाहिँ पाउनु पर्यो क्या। बबाल भन्दा यो हो नि त माया भन्ने। त्यो है माया भनेको त्यो है। अब जे होस् स्ट्रगल गरेको हुन्छ ओभर बबाल लाग्यो। छोटो समयमा पनि धेरै माया पायो, त्यतिको हुनुपर्छ। हामीले त 4 वर्षसम्म स्ट्रगल गरेर पनि मायै छैन। यताबाट माया दिए उताबाट मायै छैन, त्यो होइन नि त। अस्ति त के छैन, बिस्तारै माया पाउँछ। लेट्स गो गाइज, सपोर्ट चाहियो, सपोर्ट मलाई पनि है। जस भिडियो बनाउनु प्रतीक जान दिन लास्ट बेसी माया लगाएको है। प्रतीक चाहिँ मेरै साथी हो जस्तो फिल भयो मलाई। अब कस्तो हुन्छ थाहा छैन, लाइक मैले उनीहरूको बारेमा मैले बोलिदिएको थिएँ नि त टिकटकमा। त्यो भिडियोहरू चाहिँ बबाले भाइरल भएको थियो। लाइक अब मेरो साथी चाहिँ गएँ, म एक्लै भएँ है भन्ने खालको एन्ड प्रतीकले मलाई रिप्लाई गरेको थियो है। त्यतिको हुनु पऱ्यो है। अनि होस् ठिक छ, नयाँ केटोले बबाले पाएर गयो नेपालबाट होइन। हुनु त ऊ नेपालकै मान्छे हो, तर ऊ अब बाध्यतावश कोरियामा बस्नु परेको छ। अब यस्तै त छ नि, के हो है नेपालमा अब नकमाइ नधमाइ त्यस्तै छ हुन्छ है। एन्ड अब बिस्तारै हामीलाई पनि जानु पर्ला, के छ र होइन। अब जानै पर्ने छ, एक दिन तपाईँहरू पनि जानै पर्ला, एक दिन म पनि जानै पर्ला। धनी भएको छ र त होइन म पनि। धनी भएको छ र भए त कहाँ यसरी काम गरेर बस्थेँ त नि है। फ्रेस हाउसमा चिट्टिकै वरिपरि यी एक्लै है। बाहिरबाट तपाईँ सिन गर्ने मान्छेहरू छ, अनि एक्लै हो, अरू कोही छैन। एन्ड लिटरली गाइज है, तपाईँहरूले चाहिँ ओभर धेरै माया देखाइदिनु पऱ्यो क्या प्रतीकलाई, कसम। जस अब आफूले मन पराएको मान्छेलाई ऊ चलेको देख्दा, उसले प्रगति गरेर देख्दाखेरि चाहिँ आफूलाई पनि बेसी माया लाग्ने रहेछ क्या। कसम गाइज है, यो चाहिँ मैले एकदम शब्द, मिठो शब्द भने मतलब भनौँ न एउटा ट्रुली शब्द क्या। लाइक त्यस्तो यो बनावटी कुराहरू होइन क्या। कसम मलाई चाहिँ प्रतीकको ओभर बेसी माया लाग्ने हो कि, माया पनि लाग्ने हो। र जस केटो एकदम हँसाउने, जस केटोले गरे क्या एक्चुअलमा उसले गरे क्या। त्यतिको हुनु पऱ्यो है गाइज है। बिस्तारै मेरो पनि लङ भिडियोहरू आउँदैछ, लङ भिडियोहरू आउँछ मेरो पनि, बिस्तारै आउँछ गाइज है, चिन्ता नगर्नुहोस् न। लाइक मैले भिडियो बनाउनु तरिकै जाने गरेर नि त। अनि लाइक भ्युज पनि कति हुन्छ थाहा छ? 18, 19, 20। ओ माई गड यार, त्यो हो त। कसरी बनाउनु यार, आनी खेर जहाँ गरे चल्दैन थियो नि त। कसम गाइज यार, जहाँ गरे चल्दैन नि त। 18, 19 भ्युज स्ट्रगल गरेको 4 वर्ष भइसक्यो, छैन प्रगति। के हो यार,
तर सिक्दैछु तरिका सिक्दैछु है गाइस प्लिज है तपाईँहरूको लागि मैले तरिका सिक्दैछु है तरिका भिडियो बनाउने तरिका चाहिँ तपाईँहरूलाई मनोरञ्जन दिने तरिका मैले सिक्दैछु एन्ड आज चाहिँ म हल्का एकछिन यहाँ प्र्याक्टिस गर्न आइदिएको टक्क त्यो होस् मलाई प्रतीक जेसाको बारेमा बोल्नु थियो नि त अब त्यो जेसाले पनि स्ट्रगल गरेको मान्छे हो है बाबाले स्ट्रगल त हामीले पनि गरे हो तर बस देखाउन नसके हो हामीले चाहिँ अब त्यस्तो स्ट्रगल छैन नि त हाम्रो स्ट्रगल गरे बापत हामीले पाएको छैनौँ नि त त्यो उमेरमा उसले है एउटा रेस्टुरेन्ट खोलेर बस्नु भनेको त बाबाले हो नि त यार कस्तो आँटी त्यही बाबालाई सब दुईजनाले माया छ है र मेरो भ्युज मेरो भ्युवर्सहरूलाई माया छ मनबाटै माया छ है प्लिज माया छ है भित्रैबाट माया छ एन्ड यति नै हो गाइस है आज चाहिँ यति नै हो आई जस्ट प्र्याक्टिस के यति भन्ने मैले पनि हजुरहरूसँग बिदा मागेँ बाई बाई